ग्रेटेस्ट अफ अल द टाइम लिजेन्डरी फुटबलर लियोन मेस्सी चाहिँ अहिले औपचारिक 3 दिनको भारत भ्रमणमा छ। यो कुरा सर्वविदितै छ, थाहा भएकै कुरा हो तपाईँ हामीलाई। र हिजो उसको औपचारिक भ्रमण चाहिँ कलकत्ताको कुन चाहिँ लेक सिटी स्टेडियम हो अथवा के हो, भुल भए माफ पाउँ होला, मलाई त्यति राम्ररी याद भएन। औपचारिक भ्रमण हिजो पहिलो दिन चाहिँ कलकत्तामा थियो। 70,000 देखि 80,000सम्मको दर्शक त्यहाँनिर खचाखच थियो स्टेडियममा। टिकट तोकिएको थियो 7,000 आइसीदेखि 10,000 10,000सम्म त्यहाँको कस्ट थियो, प्राइस टिकट कस्ट। अब एउटा सेल्फी लिनुको लागि लियोन मेसीसँग चाहिँ 10 लाख रुपियाँ भारतीय रुपियाँ यसरी तोकिएको थियो। तर त्यो सबै पैसाको मतलब नराखिकन डाई हर्ड फ्यानहरू 70,000देखि 80,000को दर्शक त्यहाँनिर लियोन मेसीको एक झलक पाउनलाई त्यहाँ पुगेको थियो। तर कस्तो रहेछ त्यो आयोजक समिति चाहिँ कस्तो प्रकारको रहेछ भन्दा राम्ररी आयोजना गर्नै नसकेको। त्यहाँ कस्तो भयो भन्दाखेरि हिजो अब विश्वले हेरिरहेको छ, निहालिरहेको छ त्यो घटना होइन। अब राम्रो त्यो सिस्टमेटिक तरिकाबाट त्यो आयोजना गर्न सकेन क्या आयोजक। अब त्यति ठुलो एउटा रेनाउन्ड फुटबलरलाई त्यहाँ त्यसरी ल्याइसके पछाडि त्यही प्रकारको सुरक्षा दिन सक्नु पर्थ्यो, त्यही प्रकारको सिस्टम त्यहाँ एप्लाई गर्न सक्नु पर्थ्यो। तर त्यो देखिएन। किन भन्दाखेरि अब त्यत्रो ठुलो एउटा रेनाउन्ड प्लेयरलाई लिएर आएको छ, दर्शकहरू यति आतुर छन् एक झलक पाउनुको लागि, डाइहर्ड फ्यानहरू मेस्सीको होइन। अब ल्याएर त आयो आयोजकले मेस्सीलाई, तर कस्तो भन्दाखेरि लियोन मेस्सी ग्राउन्डमा प्रवेश गरेपछि मेस्सी को हो त नि भनेर चिन्नु पनि ठिम्याउनु पनि त्यहाँ सकेन। किनभने सकिरहेको थिएन त्यहाँ। किन भन्दाखेरि 40-50 जना अब हुन्छ नि यो नेताको आसेपासे दुनियाँ आयोजक समितिको अगडम बगडम भाइ बहिनी के हुन्छ उहाँहरूले घेरेर राखेको थियो मेस्सीलाई। ग्राउन्ड एक चक्कर त लगाए तर मेस्सीलाई ठिम्याउनु पनि सकेन। एक चक्कर लगाइसकेपछि आयोजकले मेस्सीलाई त्यतैबाट बाहिर लगेर अन्य ठाउँमा लग्यो। अब रिस त उठ्छ नि दर्शकलाई। अब स्टेडियमको के हालत बनाइदियो तपाईँ हामीले देखिरहेको कुरा हो होइन। त्यहाँ स्टेडियमको सिट उखालेर पानीको बोतलहरू सबै ध्वस्तै पारिदियो। हेर्नु त्यहाँ अब हेर्नु लायक केही पनि छैन अहिले, त्यहाँ ध्वस्तै पारिदियो स्टेडियम। अब रिस थाम्नै सकेन। सरासर गलत हो भनेर भनिरहेको छ अहिले होइन। 7,000देखि 10,000 टिकट काटेर त्यहाँ गएको थियो, त्यसको मतलबै नराखी, पैसाको मतलबै नराखी गएको थियो दर्शकहरू। तर यो ठिक गरेन आयोजकले। र आज दोस्रो भ्रमण चाहिँ सायद मुम्बईको वाङखडे स्टेडियममा छ मेस्सीको होइन, औपचारिक भ्रमण। र सुन्नुमा आएको छ विराट कोहली, MS धोनी, रोहित शर्मा र सचिन तेन्दुलकरले पनि आज औपचारिक भ्रमणको क्रममा मेस्सीसँग आज वानखडे स्टेडियममा चाहिँ भेट गर्नेछ। न्युज अनुसार चाहिँ जहाँसम्म सुन्नुमा आएको छ विराट कोहली हिजो लन्डनबाट भारत आइसकेको छ। भनेपछि यो पक्कै हो कि विराट कोहली र लियोन मेस्सीलाई एकसाथ दर्शकहरूले त्यहाँ हेर्न सक्छ वाङखडे स्टेडियममा मुम्बईमा। तर हिजो कलकत्तामा जे भयो त्यस्तो हादसा, त्यस्तो चाहिँ अप्रिय घटना चाहिँ नघटोस्, यही भन्न पाऊँ।